र नमस्ते वन्स अगेन वेलकम ब्याक टु न्यू भ्लग आफ्टर लङ टाइम है। म यसरी समय पाउँदा चाहिँ यसरी भ्लग गर्ने गर्छु है। इच्छा त लाग्छ तर के गर्नु समयको भागदौडले गर्दाखेरि यसरी भ्लग गरिरहने समय नै पाउँदिन है। र आज मौका पाएको छु र यसरी नै तपाईहरु समक्ष यसरी भ्लग शेयर गर्न गइरहेको छु। र स्पेशली हामी चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि आज चाहिँ तकदा टी स्टेट जाँदैछौँ। किन भन्दा चाहिँ भगवत पुराण है, जो चाहिँ हाम्रो अस्तिको पालि पनि भएको थियो, त्यो चाहिँ मन्थ अफ अगस्टमा भएको थियो। तर यो पालि चाहिँ मेमा हुनेवाला छ है। जो जतिले पनि हेरिरहनु भएको छ र तपाईहरुलाई पनि आउने इच्छा जाग्यो भने यो मन्थ अफ मेदेखि स्टार्ट हुन्छ र तपाईहरु पनि आउन सक्नुहुनेछ। जो चाहिँ यहाँ हामी बडापत्र युनाइटेडद्वारा यसरी मिलेर यो चाहिँ नेक्स्ट इयर, यो चाहिँ सेकेन्ड इयर हुन्छ है भगवत पुराणको। र त्यसरी नै त्यसकै चन्दा उठाउनको लागि आज हामी तकदा टी स्टेट जान गइरहेको छौँ। ल त जोडिरहनुहोस् तपाईहरु अन्तसम्म र बिचमा के कसो हुन्छ है तपाईहरुसँग निश्चय नै भिडियोमा सेयर गर्नेछु। यहाँ हाम्रो राइडर दाहरु पनि हुनुहुन्छ हो, रुपेन दा। हेलो। दाहरु चाहिँ बाइकमा हुनुहुन्छ है। तपाईहरु बाइकमा हुनु हैन? बाइकमा। तपाईहरु बाइकमा हुनु? बाइकमा कि गाडीमा अनि यो। ल अन्त यसमै हो? किन त गाउँघरको हरेक कार्यमा है यसरी हाम्रोमा चाहिँ स्पेशली सिनियरहरूले नै सपोर्ट गर्ने गर्दछ हरेक फिल्डमा। जस्तै कि फुटबल टुर्नामेन्टहरू भयो, क्रिकेट टुर्नामेन्टहरू भयो है। र यसरी नै यो पूजाहरू भयो र यो भगवत पुराणमा पनि उहाँहरूको नै स्पेशली हात छ है। र यसरी हामी चाहिँ गाडीमा एक ग्रुप गई रेडी भइसकिसक्यौँ हो। यहाँ दादाहरू चाहिँ बाइकमा आउने छ। ल त हेलो सबैलाई नमस्ते। यहाँ हुन्छ अङ्कल, बडा फुपा, राधे 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 राधे। पर दादा हुनुहुन्छ हो, काका यहाँ छेउमा चाहिँ बाबा हुनुहुन्छ। ल त अब हिँड्ने क्रममा यहाँदेखिको कसको गाडी ल्याउँछ भनेको चाहिँ बाइकमा हो। अहिले भेटौँ ल त। ल छिटो गरेर आउनुहोस् ल। जय गुरुदेव, जय गुरुदेव। फाइनली यो स्ट्रेट गयो भने चाहिँ टिस्टा कालिम्पोङ पुग्छ है। तर हामी यहाँ चाहिँ सिक्किम, हामी चाहिँ यहाँबाट लेफ्ट टर्न लिँदैछौँ किनभने हामी अघि तपाईँहरूलाई भनिहालेँ हामी तकदा टी स्टेट जाँदैछौँ है। रोड यति चकाचक छ यहाँको पनि। फाइनली आइपुग्यौँ हामी। दिन पनि एकदमै घाम लागिरहेछ आज। फाइनली यो तकदा टी स्टेट आइपुग्यौँ है। र यहाँको मनोरम दृश्य हेरिहाल्नुहोस्। यो पारि देख्दै गरेको चाहिँ पब्लिक ग्राउन्डहरू रहेछ हो। माथि चाहिँ सिङबारीहरू भयो। यस्तो यस्तो हुँदै हुँदै आएको रहेछ। र मैले तपाईँहरूलाई भनिहालेँ है, हामी चाहिँ खास गरी चन्दा उठाउन लागि गएको यो भगवत पुराणको निम्ति। र अहिले स्पेसली हाम्रो यो सिनियर जो हुनुहुन्छ है, किनभने अब अहिले त जेनेरेसन अर्कै भएकोले गर्दाखेरि अब यस्तो कुरोतिर त्यति इन्भल्भ छैन है। तर अब यहाँ सिनियर दाजुहरू हुनाले चाहिँ यसरी हामीले पूजा पनि गर्न पाइरहेको छौँ। भनिहालेँ अरू प्रोग्रामहरू पनि अर्गनाइज गर्न सकिरहेको छौँ उहाँहरूकै सहायताले गर्दाखेरि हैन।
अन्त आज चाहिँ हामी यो त एन्ट्री गरिसक्यौँ हामीले तकदा टी स्टेट त र यो बाटो भएर हामी जानुपर्छ तलतिर हेर्नुहोस् न हाम्रो ग्रुप टाइमको एउटा आउटिङ पनि भइहाल्यो हो रिफ्रेसमेन्ट है र काम पनि हुने हाम्रो ग्रुप हेर्नु नि मजा आउँछ यस्तो सिनियर ग्रुपहरूसँग चाहिँ क्या मजा लाग्छ र भयो यो चाहिँ एउटा मेमोरिजको तौरमा एउटा फोटोग्राफी पनि है र मेनली हामी चाहिँ हाम्रो ग्रुपकै 4 भाइको प्रतीक्षामा छौँ है उहाँहरू चाहिँ बाइकमा आउनु रहेछ नि त त्यही भएर आइ पनि पुग्नु भएको छैन उहाँहरूलाई पर्खिरहेको छु हेर्नु न रोड यति दामी छ आम्मामा मजा लागेछ हाम्रो ग्रुपलाई टाउको झड दुख्न थाल्यो त्यही भएर एउटा दबाई पनि खाइदिएँ सेरिडन अलिक त्यो रिलिफ हुन्छ कि भनेको दिन पनि एक प्रकार घाम त लागि नै रहेछ है तर पनि त्यो एक प्रकारको चिसो पनि छ क्या किनभने हिजो त अलिअलि पानी छिराएको थियो तर त्यस्तो गरी चाहिँ पानी पर्नै सकेको छैन नि त खास गरी र यसरी पानी मजाले पर्नु थालेपछि चाहिँ मजाले परिसकेपछि चाहिँ दिन पनि क्लियर हुन्छ कि भनेको तर के गर्नु पानी नै पर्न सकेको छैन ल त जोडिरहनुहोस् है साथीभाइ हो तपाईँहरू पनि फाइनली गाइज दादाहरूले चाहिँ भर्खर फोन गर्नुभएको थियो यहाँ माथि कता आइपुग्नु अरे म चाहिँ यहाँ बाटोमै बसिरहेछु अहिले यता चाहिँ कोठी रहेछ यस्तो छ गाइज मेरो ग्रुप आइपुग्नु भयो हो आफ्टर लङ वेट हाम्रो एपी पर्खायो भने दा 1-1.5 घन्टा भयो त पर्खेको यता बिगिदाम हुनुहुन्छ हो हामीसँग दादाहरू आउनुभयो हो अब अझै 2 जना हुनुहुन्छ फाइनली लु दिदीहरूको एन्ट्री भयो हो आम्बो 1.5 घन्टा भयो नि दा पर्खेको के छैन रिकभर गरौँ न है अलिक छिटो हिँड्दा भइयो नि हाम्रो अर्को ग्रुप चाहिँ यहाँ तल छिरेको छ हो लौ त बल्ल टिम आयो मेरो पनि हो बुक मेरो अलरेडी हातमा छ यहाँ हाम्रो भाइ पनि हाम्रो साथमा छ हो है हामीसँग जाने होइन भाइले पनि गाइड गर्ने अरे हामीलाई है किनभने हामी यहाँ नौलो मान्छे कतिवटा कुरा थाहा हुँदैन हामीलाई यहाँ गाउँको है त्यही भएर दादा त हाम्रो हात साथमा हुने हुन्छ लु जाउँ यहाँ राख्नुपर्छ बाइक चाहिँ अलिक गाडी यहाँ छ र अलिकति मिसअन्डरस्ट्यान्डिङ भएकोले गर्दाखेरि हो अलिकति टाइम लाग्यो केही छैन हामी रिकभर गरिहाल्छौँ हो किनभने तक्दा 2टा भएकोले गर्दा चाहिँ अलिकति मिस भयो है केही छैन उठाउने कार्यक्रम जारी नै छ तर मेरो फोनको ब्याट्री चाहिँ क्या चार्जै नभएकोले गर्दा चाहिँ मैले भिडियो कन्टिन्यू गर्न सकेको छुइनँ हो र म सानसानो अलिकति क्लिप देखाइदिइरहन्छु तपाईँहरूलाई जोडिरहनुहोस् तपाईँहरू छैन बेसी चार्ज यहाँ केटाहरू छ यहाँ न मजाको छैन जग्गामा यो पारी चाहिँ उयो छ घिङहरू भयो माथि माथि उयोहरू छ यो गलीगोठहरू लौ त म कन्टिन्यू सर्ट त लिन सक्दिनँ अहिले भनिहालेँ चार्ज एकदमै डाउन छ फोनमा हो त्यही भएर त्यो टन्टालोपुर घाम छ कि र आज चाहिँ थाहा भयो मलाई चन्दा उठाउँदा चाहिँ कस्तो हुँदो रहेछ भर्खर स्टार्ट गरेको कि तर पनि के
यो खाले घाममा हो फिल भयो मलाई क्या उठाएको रहेछ हाम्रो सिनियरहरूले भन्ने भयो आज चाहिँ मलाई क्या आफै खुद स्वयं आउँदाखेरि यहाँ मेनली मेरो दादाले गाइड गरिरहनु भएको छ नि त दादा र यहाँ सानो भाइ छ हो त्यही भएर अलिक धेरै हेल्प हुन्छ यहाँ किनभने अननोन जग्गामा है एकजना चिनेकै मान्छे छ भने धेरै गाइड हुन्छ कताबाट कहाँ जानु के गर्नु भन्ने विषयमा हो यहाँ रोड बनिँदा रहेछ कस्तो मजाको हाम्रो जुनियर गाइड हामीसँग छ बिहानदेखिको स्टिल बेलुकासम्म बस्छु भन्दैछ र आज चाहिँ मलाई पक्का थाहा भयो साथीभाइ हो है यसरी घर घर आएर चन्दा उठाउनु कति गाह्रो लाग्छ भन्ने कुरा स्वयं आएर थाहा भयो है जसरी हाम्रो सिनियरहरूले रेडी गरिदिनु भएको थियो होइन रेडी गरिदिनु हुँदै थियो त्यो चाहिँ कसरी गरिदिनु हुँदै थियो भनेर चाहिँ मलाई आज थाहा भयो क्या र अहिले चाहिँ समय तपाईँको 12 नागिसकेको छ मैले तपाईँलाई भनिहालेँ यहाँ मेरो साट दाजु हुनुहुन्छ उहाँको गार्डियनसिपमा चाहिँ हामी यहाँ घुम्न सकिरहेको छौँ है तकदा अहिले छौँ हामी तकदा टी गार्डनमै र यो प्रपर गाउँको नाम चाहिँ मलाई थाहा भएन यहाँ हाम्रो सानो गाइडलाई सोधौँ है भाइ यो गाउँको नाम के हो तकदा तकदा के अरे तकदा टी स्टेट के धुरा कोठीधुरामा छौँ हामी है हाम्रो सानो भाइले पनि हामीलाई गाइड गरिरहेको छ स्टिल हाम्रो ग्रुप स्टिल छ र जुटिरहनुहोस् तपाईँहरू भिडियोमा अन्तसम्म फेरि फाइनली हाम्रो बडाको ग्रुप भेटिहाल्यो अब चाहिँ हामी फर्किने टाइम र स्पेसली आजको दिनमा होइन यहाँ दिदी भेनालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो पुरा टिमबाट है तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद र जसरी हाम्रो ग्रुपलाई माथि खानापिना गरिदिनु भएको थियो है त्यसरी नै यहाँ दिदी भेनाले यहाँ बडा बाबा हाम्रो टिमको लागि चाहिँ हो खानापिनाको बन्दोबस्त गरिदिनु भएको थियो धन्यवाद तपाईँहरूलाई धेरै धेरै हुन्छ बस्नुहोस् ल त अब हामी निक्लिन लागेको हो किनभने रात पनि पर्न आँट्यो जानु पनि छ धेरै टाढो यहाँ हाम्रो भाइ पनि त गाइड हो बिहानदेखिको है भाइ यता हेरिदिउँ हजुर आदित्य भाइले पनि बिचारा हामीलाई सहयोग गरेको रहेछ बिहानदेखि ल त अब चाहिँ जमघट भयौँ हामी हाम्रो ग्रुप चाहिँ यहाँनिर थियो अङ्कलको ग्रुप चाहिँ अघि तपाईँहरूलाई देखाइहालेँ होइन र यहाँ स्पेसल थ्याङ्क्स टु हाम्रो दादालाई पनि धेरै धेरै धन्यवाद आज हामीलाई यसरी गाइड गरिदिनु भएकोमा हो है दादाहरू भएर धेरै इजी भयो हामीलाई प्लस खानापिनाको पनि बन्दोबस्त गरिदिनु भएको थियो र तपाईँहरू सबैलाई धन्यवाद धेरै धेरै दिदीहरूलाई पनि धन्यवाद है हुन्छ ल त अब चाहिँ हिँड्ने समय भयो किनभने मन्जिल टाढो छ अझै पनि एउटा हामीलाई 1.5-2 घन्टा जस्तो लाग्छ है यहाँ हेर्नुहोस् न बडाहरू पनि थकित हुनुभएको छ हाम्रो ग्रुप अलग्गै छ प्लस यहाँ हाम्रो दाम रुपेन्द्र प्लस स्पेसल थ्याङ्क्स टु हाम्रो आदित्य भाइलाई हो हजुर रुसु भ्लग ल RUSU ल यहाँ हामीलाई चाहिँ भाइले यता भाइले बिहानदेखि गाइड गरेको है अहिलेसम्म ल त हेर कस्तो स्माइली फेस भाइको ल थ्याङ्क यू भन ल हेर्नु त गिफ्ट पनि पायो भाइले हो ल त भित्रको पनि एक झलक देखाउँछु तपाईँलाई यहाँ चाहिँ हिसाब किताब हुँदैछ हो अहिलेसम्म चाहिँ हिसाब किताबको काम पनि भयो है ल त अब चाहिँ यहाँबाट हाम्रो निक्लिने टाइम पनि भयो तकदाबाट
स्पेसल थ्याङ्क्स टु हाम्रो यहाँ दादा दिदीलाई है आजको जे जति पनि लन्च चाहिँ यहाँ दादा दिदीले नै म्यानेज गरिदिनु भएको थियो है। ल त अब चाहिँ लाग्ने समय भयो र यति नै हो भिडियो। मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब गर्नु नभुल्नु होला। चाँडै भेटौँ अर्को भिडियोमा। लागौँ ल। अब चाहिँ हामी यो रुङदुङ भएर जाने हो। ल त र फाइनली यो चाहिँ घट्टे ब्रिज रहेछ होइन। यो चाहिँ सुभाष घिसिङको टाइममा बनेको रहेछ होइन।